यो सुँगुरको मासु र याङबेन। अहिले मसँग हुनुहुन्छ किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्षज्यू। आजको हाइकिङ किन, के कारण, के को लागि गर्नुभएको छ, कहिले कहिले गर्नुहुन्छ, उहाँले केही थोरै प्रश्न पारिदिनुहुन्छ है त। थ्याङ्क यू। सेवारो नमस्ते। स्पेसल्ली किरात याक्थुङ चुम्लुङले यो हाइकिङ कार्यक्रम वर्षमा एकपटक हामीले यो पदयात्रा सधैँ यो सेप्टेम्बरकै अन्तिमतिर हामीले गर्दै आइरहेका छौँ। यो आज 2025 चुम्लुङ हाइक यो हामी सेप्टेम्बर 28 मा हामीले यो डेट तोकेको 2 महिना अगाडि नै हो, तर पनि विविध कारणले गर्दाखेरि त्यस्तो भव्य तरिकाले नभए पनि एकदम सभ्य र जति पनि आउनुभएको छ लगभग 10.8 किलोमिटरको यो डिस्टेन्सको जुन एउटा आजको हाइक कार्यक्रममा लगभग अब 60-70 जना जति उपस्थित हुनुभएको छ। र स्पेसल्ली यो हाइक कार्यक्रम गर्नुको मुख्य कारण चाहिँ यसले चाहिँ हामीले स्वास्थ्यसँग जोडेर यो वर्षमा एकपटक चाहिँ हामी जस पैदल यात्रा गरौँ। जहिले तहिले अब घर काममा मात्रै अब सधैँ व्यस्त हुन्छ अब हङकङको ठाउँमा, तर यसपटक र वर्षमा एकपटक चाहिँ एउटा कार्यक्रमै बनाएर चाहिँ जुन एउटा संस्थागत हाइकिङ अथवा पैदल यात्रा कार्यक्रम चाहिँ हामीले गर्दै आएका छौँ। लगभग यो 4 वर्ष जति भयो निरन्तर जस सबैको साथ सपोर्ट सहयोगबाट चाहिँ सफल हुँदै आइरहेको छ। र लगभग आजको हाम्रो कार्यक्रम पनि एकदमै रमणीय तरिकाले तपाईँहरू यहाँ देख्दै हुन्छ आफ्नो तरिकाले होइन, उहाँहरू इन्जोय गरेर जुन एउटा स्वास्थ्य लाभ गरिराख्नु भएको छ होइन। र त्यसको लागि आज तपाईँले पनि जुन एउटा समय दिनुभयो धेरै धेरै धन्यवाद भन्न चाहेँ। हाम्रो यो किरात याक्थुङ चुम्लुङ हङकङको पदयात्रा 2025 मा उपस्थित भएर सम्पूर्ण महानुभावहरूले यो सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। यहाँहरू सम्पूर्णमा धन्यवाद छ। अनि सिन्ता क्रिएसनका हाम्रो भाइलाई लगायत सम्पूर्णमा धेरैदेखि हृदयदेखि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु किरात याक्थुङ चुम्लुङ हङकङको तर्फबाट।